जसको हातमा देशको भविष्य बनाउने रेस्पोन्सिबिलिटी छ, अहिले ती शिक्षकहरू सडकमा आन्दोलन गरिरहेका छन्। उनीहरूको मुख्य माग भनेको 2080 सालमा भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन पारित गर्ने। यो माग पूरा नभएसम्म उनीहरू 2081 मा भएको एसई कपी चेक नगर्नेदेखि कक्षा 12 को बोर्ड परीक्षामा पनि सहभागी नहुने भनिएका छन् र आन्दोलनलाई थप बलियो बनाउन देशभरका सबै सरकारी विद्यालयहरू शटडाउन गरिएको छ, जसले गर्दा देशभरका 70 लाख विद्यार्थी र 4 लाख शिक्षकको भविष्य अन्यलमा पुगेको छ। यसै बीचमा शिक्षा मन्त्री विद्या भट्टराईले आफ्नो मन्त्री पदबाट राजीनामा दिएको छ र कक्षा 12 को परीक्षा पनि पोस्टपोन गरिएको छ। केही दिन पहिलेकै कुरा हो जब प्रधानमन्त्री केपी ओलीले एसीमा विद्यार्थी फेल हुनुको मुख्य कारण शिक्षक नै हो भनिएको थियो। अस्थायीलाई थाहै गर्दै भनेको छ, करारलाई के गर्दै थाहै गर्दै भनेको छ, तनखा पुगेन बढाउ भनेको छ, किन बढाउने तनखा 48% पास गर्न। अनि शिक्षा शास्त्री विद्यनाथ कोइरालाले त सरकारले सम्झौता गरेर पनि कार्यान्वयन नगरेको र शिक्षक संघले स्पष्ट माग नदिई मात्र आन्दोलनमा जोड दिएको भन्दै आलोचना गरेका छन्। कोइरालाका अनुसार शिक्षकका मागहरू पूरा गर्न सबै दलको सहमति आवश्यक छ। जो 18 महिना बितिसक्दा पनि विद्यालय शिक्षा ऐन किन पारित भएको छैन र शिक्षकका मागहरूको डिटेलमा कुरा गरौँ आजको यो भिडियोमा। सम्भव कुराहरू हामी पुरा गर्दैछौँ। ऐन लिएर जाने भन्नुभएको छ, अब यत्रो बिघ्न मान्छे सडकमा ऐन लिएर जान किन ऐन बोक्न यत्रो बिघ्न मान्छे चाहिन्छ? मलाई लाग्छ हाम्रा प्रधानमन्त्रीज्यूले शिक्षा मन्त्रीलाई राजीनामा गर्न लगाउनु भएको छ। शिक्षकको माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने अवस्था छ। हेर्नु, शिक्षक आन्दोलनको ज्वरो 2072 सालमा जारी नयाँ संविधानसँगै सुरु भएको संहिताको कार्यान्वयनमा गहिरो रूपमा गाँसिएको छ। उक्त संविधानले विद्यालय शिक्षा स्थानीय सरकार अन्तर्गत राख्ने व्यवस्था गर्यो, जुन कुरा धेरै शिक्षकहरूले लगातार अस्वीकार गर्दै आएका छन्। यही स्ट्रक्चरल टेन्सन नै अहिलेको आन्दोलनको ब्याकग्राउन्ड बनेको हो र यो आन्दोलन 2080 सालको असोज महिनाबाट तीव्र बनेको छ, जब सरकारले शिक्षा सम्बन्धित नयाँ विधेयक संसदमा दर्ता गर्यो जसमा स्थानीय सरकारलाई विद्यालय शिक्षकको पूर्ण अधिकार दिने प्रावधान राखेको थियो। अनि शिक्षकहरूले उक्त विधेयकको विरोध गर्दै आन्दोलन गर्न थाले। यो विरोधले गर्दा 34,000 विद्यालयमा पढ्ने 7 लाख विद्यार्थीहरूको अध्ययनमा असर परेको थियो। त्यसपछि सरकारले शिक्षकको माग सम्बोधन गर्ने आश्वासन सहित 6 बुँदे सहमति गर्यो। अनि त्यो 6 बुँदे सम्झौताहरू के थियो? विधेयक संशोधन गरी अघिल्लो सहमति समावेश गर्ने, सार्वजनिक शिक्षकलाई राज्यको प्रोटोकल लिस्टमा स्थान दिने, सर्वा र बढुवा निष्पक्ष प्रक्रिया र सहमतिका आधारमा काम गर्ने, नियमावली बनाउन शिक्षक प्रतिनिधि सहभागिता सुनिश्चित गर्ने, सजाय दिनु अघि प्रक्रिया पूरा गर्ने र जागिरको सुरक्षाको ग्यारेन्टी दिने, सामाजिक सुरक्षामा निजामती कर्मचारी सरह सुविधा दिने। सरकारले शिक्षकहरूको यो सबै माग पूरा गर्न सम्झौता त गरे, तर 18 महिना बितिसक्दा पनि विद्यालय शिक्षा ऐन अहिलेसम्म पारित भएको छैन। यो ऐनमा 150 भन्दा बढी सांसदले 1750 भन्दा धेरै संशोधन हालेका छन्। यो ऐन छलफल गर्न संसदीय समिति पनि बनेको छ, तर बीबीसी न्यूज अनुसार 18 महिनामा विधेयकका 138 दफा मध्ये 38 वटा दफामा मात्र छलफल भएको छ। यसले यो स्पष्ट हुन्छ कि शिक्षा जस्तो क्षेत्रमा पनि सरकारले ध्यान दिएको छैन। यही समयमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन विद्यालय शिक्षा ऐन पारित नगरी स्थगित गर्नुभयो। त्यसपछि चैत्र 20 गते शिक्षक महासंघद्वारा हजारौं संख्यामा शिक्षक आन्दोलन सुरु गर्यो। यस आन्दोलनलाई शिक्षकहरूले अन्तिम र निर्णायक आन्दोलनको रूपमा घोषणा गरिएका छन्। अनि 5 दिनसम्म सडकमा प्रदर्शन हुँदा पनि सरकारबाट कुनै पनि ठोस प्रतिक्रिया नआएपछि शिक्षक महासंघले चैत्र 25 गतेदेखि देशव्यापी शैक्षिक हडताल सुरु गर्यो, जुन यो भिडियो बन्नसम्म जारी रहेको छ। नेपाल शिक्षक संघको अध्यक्ष सोमनाथ गिरीले त कडा धारणा दिँदै भने, प्रधानमन्त्री, राजनीतिक नेताहरू वा सरकारी अधिकारीहरूको कुरा हामीलाई सुन्नु छैन, हामीलाई विद्यालय शिक्षा ऐन चाहियो, अरू केही चाहिएन। शिक्षक आन्दोलनको असर सबैभन्दा बढी विद्यार्थीहरूमा परिरहेको छ। माई रिपब्लिकाको रिपोर्ट अनुसार देशभरका लगभग 60 लाख सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूको पठन पाठन ठप्प भएको छ। ती मध्ये करिब 5,50,000 कक्षा 12 का विद्यार्थीहरू विशेष रूपमा अन्यलमा पुगेको थियो। तर वैशाख 9 गते बिहान निजामती कर्मचारी खटाएर पनि कक्षा 12 को परीक्षा सञ्चालन गर्ने निर्णय गर्यो। अनि फेरि त्यही दिन बेलुका प्रधानमन्त्री केपी ओलीले एनईबीलाई 12 को परीक्षा तत्काल पोस्टपोन गर्ने निर्देशन दियो। त्यसपछि एनईबीले 11 बाट हुने परीक्षालाई 21 गते गर्ने निर्णय गर्यो। यति मात्र होइन, आन्दोलनकै कारणले देशभरका सबै सरकारी विद्यालयहरू बन्द गरिएको छ। एसयूको उत्तर पुस्तिका मूल्याङ्कन पनि रोकिएको छ, जसले नतिजा प्रकाशन ढिलो हुन सक्ने सम्भावना बढेको छ। नेपाल न्यूजको रिपोर्ट अनुसार नयाँ शिक्षा भर्नाको अभियान पनि रोकिएको छ र साथसाथै शिक्षकहरू तालिम, सेमिनार वा शैक्षिक भ्रमणमा सहभागी नहुन पाएको पनि अवस्था छ। यो सबै कुरा त भयो शिक्षक आन्दोलन र विद्यालय ऐनको कुरा, तर शिक्षकहरूको मुख्य माग भनेको के हुन् त? शिक्षकहरूको मुख्य माग भनेको विद्यालय शिक्षक ऐन तुरुन्तै कार्यान्वयन गर्नुपर्ने हो, जुन ऐन भित्र धेरै मागहरू समेटिएका छन्। र ती मध्ये सबैभन्दा कन्ट्रोभर्सियल माग भनेको शिक्षकहरू संघीय सरकार अन्तर्गत
राख्ने व्यवस्था हो, न कि स्थानीय सरकार अन्तर्गत। यो मागले संविधान संशोधन या कानुनी व्याख्यामा ठूलो फेरबदल भएकाले अत्यन्तै जटिल र राजनीतिक रूपमा चुनौतीपूर्ण मानिएका छन्। थप मागहरू पेशागत सुरक्षासँग सम्बन्धित छन्। पहिलो, सबै शिक्षकको रोजगारी सुरक्षा र सुविधा सुनिश्चित। अस्थायी राहत वा बाल विकास शिक्षकहरूलाई थायी शिक्षक सरह, रोजगारी सुरक्षा, बढुवा, स्वास्थ्य भत्ता र महँगी भत्ता सुनिश्चित गरिनुपर्छ। प्रारम्भिक बाल विकास शिक्षकको तलब पनि न्यूनतम 17,300 पुर्याउनु पर्ने। दोस्रो माग छ शिक्षकलाई सरकारी मान्यता र पद सोपनमा स्थान। शिक्षकलाई अर्डर अफ प्रेसिडेन्समा समावेश गरी औपचारिक सरकारी मान्यता दिनुपर्ने, जसले शिक्षक माथिको सामाजिक र संस्थागत सम्मान बढाउनेछ। शिक्षक बन्ने उमेर सीमा बढाउनु पर्ने। प्रवेश उमेरको सीमा 40 वर्ष पुर्याएमा धेरै अनुभवी र योग्य व्यक्तिहरूले पनि शिक्षक बन्न पाउने अवसर बढ्नेछ। शिक्षकहरूको चौथो सबैभन्दा ठूलो माग हो तलब, सुविधा र स्वास्थ्य सेवा। शिक्षकहरूको तलब र सुविधा निजामती कर्मचारी सरह बनाउनु पर्छ। साथै प्रहरी जस्तै शिक्षकका लागि पनि छुट्टै अस्पताल व्यवस्था गर्नुपर्छ। सो ओभरअल नै हो भने शिक्षकहरूको धेरै जसो माग राइट त देखिन्छ, तर माग पूरा भएपछि विद्यार्थीहरूको पढाइ पनि इम्प्रुभ हुनुपर्छ। एसीमा 52% र 12मा 50% फेल रिजल्टलाई एटलिस्ट 80% पास रिजल्ट दिनेमा ध्यान दिनुपर्छ। शिक्षकहरूको माग तपाईलाई सही लाग्छ कि गलत? गिभ योर ओपिनियन इन द कमेन्ट सेक्सन। This much for today. Thank you for watching and see you in the next video.